सो मैले पछिल्लो भिडियोमा भनेको थिएँ कि 500 लाइकमा म प्रक्सी सर्भर डाउनलोड लिएर आउँछु। 500 लाइक कम्प्लिट भइसकेको छ र यो प्रक्सी सर्भरको लागि तिमीहरूले क्रोममा आएर चाहिँ यो एस्टिट्युड बेटा सर्भर भन्ने यसरी सर्च गर हैन र यो देखिएको फर्स्ट लिंकमा क्लिक गर। यो लिंकमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेसमा चाहिँ तिमीहरूले यहाँ तलपट्टि स्क्रोल गर्यो भने डाउनलोडको अप्सन हुन्छ। यो डाउनलोडमा क्लिक गर हैन। डाउनलोडमा क्लिक गरेपछि यस्तो इन्टरफेस आउँछ र यो यस्तो इन्टरफेस आइसकेपछि त्यो फर्स्टको जुन अप्सन छ त्यसमा क्लिक गर्ने। त्यसमा क्लिक गरेपछि त्यहाँ डाउनलोडको अप्सन हुन्छ। डाउनलोडमा थिच्ने सबैजनाले हैन। अनि यो डाउनलोड अगेन भनेर यसरी देखाए हैन। डाउनलोडमा थिच्छु म र भइसकेको छ। डाउनलोड हेर्न सक्छौ। अब म डिटेल्समा जान्छु र यो डाउनलोड हुन देऊ फुल्ली हैन। डाउनलोड गरिसकेपछि यसलाई ओपन गर र ओपन गरेपछि चाहिँ फुल्ली फ्री फायर जस्तो देखाउँछ। यति गरिसकेपछि चाहिँ बिचमा यहाँ तिम्रो डाउनलोडको अप्सन देखाउँछ, हेर्न सक्छौ। यसरी डाउनलोड देखाउँछ र 284 MB जतिको डाउनलोड हुन्छ हैन। यो सब कम्प्लिट गर्न देऊ। कम्प्लिट गर र कम्प्लिट भइसकेपछि चाहिँ ब्याक हुन्छ आफै र फेरि रिलगिन गर। अनि अब यसपालि चाहिँ फुल्ली फ्री फायर देखाउँछ। फ्री फायर देखाउँछ यसपालि र यस्तो इन्टरफेस हुन्छ र सानो अपडेट हुन्छ यहाँ हैन। 27 MB को जति अपडेट हुन्छ। मैले फास्ट फरवर्ड गरिदिएको छु। यति MB को डाउनलोड गरिसकेपछि तिमीहरू गेम भित्र छिर्छौ र गेम भित्र चाहिँ यस्तो इन्टरफेस देखाउँछ। यसमा चाहिँ तिमीहरूले गेस्ट अकाउन्ट बनाउनु पर्ने हुन्छ। अरू फेसबुकहरू यताउता नगर किनभने आइडी ब्यान्ड हुन सक्छ। र मैले यहाँ पहिल्यैबाट फोल्डर सेभ गरिरहेको थिएँ गेस्ट अकाउन्टको र अलो गरिदिनु होला यसमा हैन। यति गरिसकेपछि चाहिँ तिमीहरूको आइडी बन्छ हैन। आइडी बनिसकेपछि चाहिँ तिमीहरूले यो जुन यहाँ माथि देखिरहेको आइडी जुन छ त्यसलाई चाहिँ एकदम कपी गर्नुपर्ने हुन्छ। त्यो मेन चीज हो हैन। त्यसलाई कपी गर्नुपर्ने हुन्छ र त्यसलाई कपी गरिसकेपछि चाहिँ तिमीहरू क्रोममा जानु। क्रोममा गएपछि अनलक बीटा सर्भर भनेर सर्च हान्नु। मैले यहाँ पहिले सर्च हाने थिएँ, त्यही भएर सजिलो फास्ट फरवर्डको लागि देखाइदिएँ। अनलक बीटा सर्भर भनेर यसरी अकाउन्ट हुन्छ। त्यसमा थिचेर चाहिँ तिमीहरूको यहाँ भेरिफाई हुँदै हुन्छ हैन। अब यसको लागि चाहिँ थोरै टाइम वेट गर्नुपर्ने हुन्छ र मेरो भइसकेको छ, हेर्न सक्छौ। अनि यो भइसकेपछि यस्तो इन्टरफेस देखाउँछ। यसमा चाहिँ सेकेन्डको अप्सन युज गर्ने 2 आवर्सको लागि हैन। अब सेकेन्ड अप्सन युज गर्ने र थिच्ने त्यसमा। अनि एउटा एड आउँछ अनि ब्याक गर्ने, फेरि थिच्ने र यस्तो इन्टरफेस देखिन्छ हैन। यसमा चाहिँ जुन अघिको त्यो आइडी थियो त्यसलाई ल्याएर यहाँ पेस्ट गरिदिने। मेरो अलरेडी सेभ थियो त्यही भएर मैले पेस्ट गरिदिएँ र यसरी पेस्ट गरिसकेपछि चाहिँ एड आउँछ र ब्याक गरिदिने, फेरि थिच्ने र अब यस्तो चाहिँ 3 स्टेप भेरिफिकेसन हुन्छ है यहाँ। यसको लागि चाहिँ तिमीहरूले नेक्स्टमा थिच्ने र सानो एड आउँछ अनि फेरि नेक्स्टमा थिच्ने, सानो एड आउँछ। त्यस्तै गर्दा गर्दा 3टा भेरिफिकेसन भइहाल्छ हैन। अनि यसपछि चाहिँ तिमीहरूले 2 आवर्सको लागि चाहिँ प्रक्सी सर्भर चाहिँ युज गर्न सक्छौ। जस्तै यहाँ हेर्न सक्छौ। अब मैले नेक्स्टमा थिचेँ, अब अनलकिङ भन्यो। अब 2 आवर्सको लागि चाहिँ मैले प्रक्सी सर्भर पाइसकेको छु हैन। अब म गेममा जान्छु। गेममा गएर फेरि अब सब डाउनलोड गरिसकेको छु र ट्याप टु बिगिन गर्दाखेरि चाहिँ मेरो डाउनलोड हुन्छ। अब डाउनलोड भन्दा नि अब खोलिन्छ गेम खोलिन्छ र तिमीहरूले पनि यसरी नै गरेर चाहिँ प्रक्सी सर्भर खेल्न सक्छौ र भिडियोहरू युट्युबको लागि टिकटकहरूको लागि भिडियोहरू बनाउन सक्छौ प्रक्सी सर्भर। सो यो भिडियोलाई नि एकदम सपोर्ट गर, सेयर गर है साथीहरूलाई। एकदम सपोर्ट गर है यो भिडियोलाई है। अनि त्यति भन्दै अब यो भिडियो पनि एन्ड हुन्छ र यो भिडियो कस्तो लाग्यो कमेन्ट गर। थ्याङ्क यू दाइ भन कमेन्टमा हैन। जहरी पनि। द्याट्स इट फर टुडे।